तपाईँ एउटा चाहिँ घाटा खाएको लगानीकर्ता भनेर हाम्रो सबैजनाले चिनिसक्नुभएको छ है। तपाईँको स्ट्रगलको कहानी चाहिँ के छ त नि, तपाईँको मुखबाट आएर सुनिदिउँ न त। धन्यवाद बसन्तजी। त्यो ठुलो त कहानी केही पनि छैन मेरो स्ट्रगलको, त्यही पनि अब भनौँ न आफ्नो हिसाबले दुःख त गरिरहन्छ। सुरु गर्दा त धेरै केही थिएन त्यस्तो, जम्मा 2-4 करोडबाट सुरु गरेको थिएँ। तर त्यसबाट पनि बिस्तारै घाटा खाँदै गएर चाहिँ फेरि त्यसपछि मैले एउटा घडेरी बेचेँ। त्योबाट पनि फेरि हालेर पनि फेरि घाटा खाएँ गर्दाखेरि चाहिँ फेरि अर्को घर पनि बेच्न गएँ। अब त्यस्तै गर्दै अब घाटामै चलिरहेको छ जिन्दगी। अब जुन किन्यो त्यही घट्छ, जुन बेच्यो त्यही बढ्छ। अब त्यही पनि मार्केट चाहिँ राम्रै छ अहिले चाहिँ। आजको दिनमा चाहिँ 2615मा चाहिँ मार्केट क्लोज भएको छ। यहाँबाट चाहिँ अब हामीले बिस्तारै किन्दै गइरहेको पनि छौँ। अब यहाँ ठ्याक्कै पोइन्ट यस्तो पोइन्टमा छ, अब यो पोइन्टमा चाहिँ हामीले बढ्छ भनेर किनिरहेको छौँ है। तर यहाँबाट ठ्याक्कै घटिदिन्छ, अब फेरि स्टेबलाइज गऱ्यो त्यहाँबाट फेरि बाउन्स ब्याक भइदिन्छ। त्यस्तै नै छ अब जिन्दगी, त्यसरी नै चलिरहेको छ। जे भए पनि सेयर मार्केट एकदम सुन्दर छ है, त्यही भन्न चाहन्छु तपाईँलाई। धन्यवाद।